मलाई केही हुँदैन कान्छा। भगवान के भयो नि मेरो भाइलाई? सरकार तिमीलाई एउटा गरिबको छोरालाई गोली हान्न आदत गरिबको छोरा अब त्यसको भविष्य के हुन्छ? भर्खर लाउ खाउ खाउ भन्ने उमेर हुँदैछ त्यसको। अब त्यसको भविष्य के हुन्छ सरकार? बर्बाद बनाइदियो साला आतंककारीहरूले। आमै केटो के हो? किन सुर्ताएर बसेको थिएस् त हो? के हो नुन खाएको कुखुरा जस्तो झोक्राएर बसेको थिएस् त? के हो? आफ्नो क्रान्तिकारीहरू आतंकवादीहरूले त्यत्रो घर डढाइदिँदै सुर्ताएर बसेको छैन। अझै हिम्मत गरेर हाँस्दै गाउँमा यस्तो गर्दै हिँडिरहेको छु। तँलाई के हो भन्छ? एकछिन दाइ, एकछिन धेरै बोल्नुभयो तपाईँले। आज मेरो भाइलाई गोली लागेको छ अनि सङ्गत जस्तो गर्छ परिणामको फल त्यस्तै आउँछ भनेर थाहा होला नि। अनि जब त यत्रो गोली तेरो भाइलाई फिसिक्क लाग्यो भन्दैमा, त्यही पनि खुट्टामा, अलि यत्रो पुरा पहाडै छातीमा किचे जस्तो गरेर सुर्ताएर बसिरहनु पर्छ त? आफ्नो यहाँ घर डढ्दाखेरि चाहिँ केही जस्तो नगरी गरेर हिँडिरहेको छु। साला यो जिएनजी भनेको यो आतंककारीहरू हुन्। साला आतंककारीहरू केही नाप्नेवाला छैन, यिनीहरूले केही नाप्नेवाला छैन। हेर त नेपालको अवस्था कस्तो बनाइदियो। हाम्रो राष्ट्रिय सम्पत्तिहरू जलाएर खरानी बनाइदियो। मजाक उडाउनुहुन्छ? मेरो भाइले के को लागि गोली खाएको? मेरो भाइ यो देशको व्यवस्था परिवर्तन गर्नुको लागि, यो देशको भ्रष्टहरूलाई कारबाही गर्नुको लागि आज मेरो भाइले गोली खायो। के अरे के भनिस् अरे? के को लागि अरे? परिवर्तनको लागि अरे? व्यवस्था परिवर्तनको लागि तिमीहरूले आन्दोलन गरेको अरे? थाहा हो मेरो घर डढाउने, मैले दुःख गरेर ल्याएको सम्पत्तिमा आगो लाउने कसले अधिकार दियो? को त्यो जेन्जी, को त्यो फेन्जी भन्ने? तपाईँको घरमा आगो लाए तर के को लागि? तपाईँ राम्रो बाटोमा हिँड्नु भएको भए, तपाईँले यदि भ्रष्टको सङ्गत नगर्नु भएको भए आज तपाईँलाई यस्तो गर्ने थिए त नेपाली जनताले? नेपाली आम युवाहरूले, जेन्जी युवाहरूले आज तपाईँलाई यस्तो गर्ने भयो? खबरदार, क्रान्तिकारीको संज्ञा नदिनुहोस्, क्रान्तिकारीको संज्ञा नदिनुहोस्। ऊ पनि एउटा सामान्य मान्छेको छोरा हो। आज केही गर्छु भनेर सहरमा बसेर पढिरहेको मान्छे हो। भोलिको भविष्य उज्जवल बनाउन सक्छु भनेर दुःख गर्दै गरेको एउटा नेपाली जनताको छोरो हो। खबरदार, मेरो भाइको बारेमा एक शब्द बोल्दैन, एक शब्द बोल्दैन। अब हेर, हाम्रो पार्टीको शीर्ष नेताहरूलाई, हाम्रो केपी शर्मा ओलीलाई राष्ट्रिय पिता हुनुहुन्छ उहाँलाई हामी 10,000 1,00,000 मान्छे निकालेर उहाँलाई स्वागत गरेर लिएर आउँछौँ। सिर्पेज लाएर राजा जस्तो बनाएर पार्टीको झन्डा उडाएर लिएर आउँछौँ हामी। कसैको बाउले केही खुल्काउनु सक्दैन, केही बुझाउनु सक्दैन। बुझिस् नि? त तेरो चिन्ता गर क्या भाइ, बुझिस्? तँलाई बेलैमा सम्झाएको। हेर भाइ, तेरो भाइलाई पनि तैँले बेलैमा सम्झाएको भए आज यस्तो दिन आउनु पर्थ्यो। अब
कुजे भएर बस्नुपर्छ कुजे भएर त कतै कुजे कान्छा भएर बस्नुपर्छ अब एउटा अर्को कान्छा थपिनु पर्यो म हिरो कान्छा उता तेरो भाइ कुजे कान्छा तो भ्रष्ट होस् भ्रष्ट आज मेरो भाइहरूले गोली थापेर नेपाल आमाको लागि नेपाल माटोको लागि गोली थापेर के गर्नु त तेरो भाइ त गोली लाग्दैमा मर्दैन नसुर्ता सरकारले दिनुपर्ने कुरा चाहिँ दिन्छ नदिए हामी छैनौँ हामी भनिदिउँला अब यदि बेलैमा बुद्धि पुऱ्याएको भए पढ्नु गएको मान्छे हेर त बाउको दुःख कस्तो छ घरमा बिचरा बाउ दिनभरि अर्काकोमा जियामी काम गर्छ आमाको अवस्था चाहिँ यस्तो छ तेरो अवस्था हेरी अहिलेसम्म विदेश जानु सकेको छैन घरमै डुङडुङतिर बोका जस्तो बनाएर बसिरहेको हेर त अब तेरो भाइ जेन्जी र फेन्जी भन्दै आन्दोलनमा सरिक हुनु गएको अरे आन्दोलनमा बाफ्रे केही नै पाउँछु भने हिरो जस्तो भएर आज गोली लाग्यो नि होइन अब पुँजे भएर अपाङ्ग भएर बस्नुपर्ने हुन्छ म त सम्झिँदा पनि कस्तो लाग्छ तेरो भाइ यस्तो हिँड्दा कस्तो हुन्छ होला यस्तो गर्दै क्या कुजे एकदमै कुजे अपाङ्ग भएर अब हराउँदा पनि कुजे भएर आउँछ होला म नाम राखिदिन्छु कुजे कान्छा भनेर कुजे कान्छा भनेर म नाम राखिदिन्छु तेरो भाइको आज तिमीहरू भ्रष्ट गरेर जति दमन गरेर बसेको छौ नेपाली जनतालाई आज तिमीहरूलाई उहाँ आर्मीको ब्यारेकभित्र कुना कुनामा लुक्नु बाध्य बनाएको छ आज तिमीहरू जस्तो भ्रष्ट राज्यलाई दोहन गरेर कमाएको सम्पत्तिलाई आज आगोमा फुकिरहेको छ यो कसले गर्दा तिमीहरूले गर्दा हो खबरदार मेरो भाइलाई त नाम भन्ने होइन कुचिङ मचाउने होइन अब दुःख त लाग्छ हेर भाइ होइन अब दुःख लाग्छ तर अब यो दुःख लाग्यो भन्दैमा आफ्नो यत्रो करोडौँको सम्पत्तिमा आगो लाउने त्यो गद्दारहरूलाई त माफी त दिनु सकिँदैन त्यही भएर मलाई त यति पनि पिर छैन तेरो भाइलाई गोली लागेकोमा यति पनि पिर छैन जान्छ कसले जानु लाग्यो त्यसको काम भनेको पढ्ने चुपो लाएर पढेर बस्ने परिवारको भविष्यको लागि सम्झिने आफ्नो भविष्यको लागि कसरी हुन्छ कहाँ गएर हुन्छ त्यो खालको योजनाहरू बनाएर अगाडि बढ्नुपर्नेमा आन्दोलनमा जाने गर्दै जेएनजी र फेन्जी भन्दै क्रान्तिकारी आतङ्ककारी हो तिमीहरूलाई त तेरो भाइलाई भेट्यो भने त मै दिन्छु 2-3 थप्पड साला अब मेरो भाइको जिन्दगीको पहिले जस्तो नहोला तर गर्वले स्वाभिमानले आत्मसम्मानले शिर उठाएर हिँड्नेछ मेरो भाइ शिर उठाएर हिँड्नेछ नेपालको व्यवस्था परिवर्तन गर्नको लागि नेपालको भ्रष्टहरूलाई तलाउनको लागि मेरो भाइले आज गोली खाएको छ कैयौँ नेपाली आमाको सन्तानहरू शहीद भएको छ तर ती आमाहरूले पनि शिर उठाएर शिर ठाडो पाएर गर्वको साथ समाजमा हिँड्नेछ तिमीहरू जस्तो भ्रष्टहरू जस्तो लुकेर चोर बिरालो जस्तो दुलोभित्र पसेर कुनामा बसेर हिँड्नु पर्दैन केही अपमानको काम गरेको छैन मेरो भाइले कुनै नराम्रो काम गरेको छैन अबदेखि आतङ्ककारी भन्ने शब्द यदि मैले सुने भने हिरो कान्छा मभन्दा नराम्रो अरू कोही हुनेवाला छैन याद राख ठिक्क परेछ नाठा ठिक्क परेछ किचिङ गर्दै अब आफ्नो मुटु बढी पीडा भएर पनि तसँग कुरा गर्नुपर्छ म यहाँ फोन लागेन र हाम्रो नेताजीहरूलाई फोन गर्नुलाई चल हिँड्दैछु म ल तर म अन्तरिम सरकार अहिले गठन भएको छ
म अन्तरिम सरकारमा बस्नेहरूलाई म भन्न चाहन्छु, हो तिमीहरूले राज्यले दिनुपर्ने घाइतेहरूलाई शहीदहरूलाई दिनु त दिलौ, तर याद राख फेरि पनि घिनलाग्दो राजनीति यो समाजमा, यो राष्ट्रमा, यो देशमा जोडियो भने यो इतिहासले कहिले पनि माफ गर्ने छैन। तिमीलाई याद राख, तिमीहरूको कङ्काललाई निकालेर भए पनि चौबाटोमा ल्याएर नेपाली छोराहरूले, नेपाली वीर योद्धाहरूले फुक्नेछ। याद राख, मान्छे जिउँदोमा त आत्मसम्मान भएन होला, तर मर्दा पनि लासलाई सम्मान चाहिन्छ। त्यसैले नेपाली व्यवस्था परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी नेतृत्व चुन्ने व्यवस्था बनाऊ, देशलाई सही तरिकाले अगाडि बढाएर जाने व्यवस्था बनाऊ। म यति नै मेरो तर्फबाट भन्न चाहन्छु। प्रधानमन्त्रीज्यू, तपाईँ यो देशको आमा हो। आमा, प्रधानमन्त्रीज्यू, देशलाई किनारा लाउनुहोस्, देशलाई सही बाटोमा लाउनुहोस्। विदेशी शक्तिसँग नबित्नुहोस्, विदेशी दलाल नबन्नुहोस्, देशलाई सही बाटो लागिदिनु। प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, तपाईँहरूलाई म आग्रह गर्न चाहन्छु, मेरो अनुरोध छ। नत्र तपाईँहरूलाई यो नेपाली आमाको छोराहरूको बलिदानले कदापि माफ गर्ने छैन। तपाईँहरू यो संसारमा रहनुहोला नरहनुहोला, तर तपाईँको परिवार, तपाईँको सन्तान सन्ततिहरूलाई पनि नेपाली जनताले कदापि माफ गर्ने छैन। याद राख्नुहोस्। जय देश, जय नेपाल।